पानीले हेरौँ है त आगो आगो लाग्दाखेरि अब कोलोनीभित्र चाहिँ पानीले कसरी आगो निभाउने है त कतिसम्म टाढा जाँदो रहेछ पानी उहाँ त्यति टाढा हुनुहुन्छ यहाँ छ है निभो यसले चाहिँ कति तलसम्म माथि हान्छ त अब होज्रीले सबभन्दा हाइट यो चाहिँ सानो सानो बेसमा लागेको आगोलाई यो भयो अब तपाईँको बिल्डिङमाथि आगो लाग्दैछ भने अब जस्तै यति माथि बिल्डिङमा आगो लाग्दैछ भने यो आगोलाई कसरी पानीले निभाउने त त्यो पनि यहाँ प्रत्यक्ष हामी देखाउँदैछौँ एकचोटि हेरिदिनु होला अब होज्रीले यो चाहिँ सानो थियो सानोको चाहिँ अब प्रेसर कम हुन्छ यो चाहिँ सानो आगोको लागि ठुलो ठुलो होज्रीको लागि पनि हामी त्यहाँ जाँदैछौँ अब त्यो ठुलो होज्रील भन्छ यसले चाहिँ अब तपाईँको माथिको डिस्टेन्स कतिसम्म भेट्छ त बिल्डिङ यो माथि छ होइन अब एकचोटि हेरिदिनु होला यसमा कतिसम्म गयो कहाँसम्म गयो होज्रील होल्ड गरौँ राजकुमार दाई के हो यो भिडियो बनाउनु न उहाँ हेर्नु तपाईँको 5 तलासम्म सजिलै भेट्न सक्यो होज्रीले ल यो चाहिँ ठुलो होज्रीले यदि आकस्मिक तपाईँको रेसिडेन्टीमा माथि तलामा आगो लाग्यो भने कसरी निभाउने त तलैबाट यो चाहिँ रेसिडेन्सीमा यति सुविधा हुन्छ है रेसिडेन्सीभित्र चाहिँ आग लागि भइहाल्यो भने चाहिँ सम्पूर्ण कुराको व्यवस्था गरिएको हुन्छ तपाईँको फायर एक्सटिङ्ग्विसर भयो तपाईँको पानीका फुरा भयो यो सबै कुरा हामीले व्यवस्थित गरिएको हुन्छ ल ह्याप्पी होली लगाइ जाँदा होलीको सबैलाई शुभकामना